भारतको तेलंगाको करीमनगर जिल्लामा अनलाइन जुवाको लतले एक युवालाई गम्भीर आपराधिक घटनामा संलग्न बनाएको आरोप लागेको छ। ऋणको भारी बोकेका 21 वर्षीय एक विद्यार्थीले 55 वर्षीय महिलाको अपहरण गरी गरगहना लुटेको र त्यसपछि हत्या गर्ने उद्देश्यले इनारमा फालेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार डिग्री तहमा अध्ययनरत ती युवकले अनलाइन जुवामा ठूलो रकम गुमाएका कारण आर्थिक संकट झेलिरहेका थिए। सोही अवस्थाबाट उम्कन उनले दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी महिलालाई लक्षित बनाएको खुलेको छ। महिलाको सुनका गरगहना लुटिसकेपछि घटनाको प्रमाण मेटाउने उद्देश्यले उनलाई इनारमा धकेलिएको प्रहरीको भनाइ छ। तर महिलाले इनार भित्र रहेको एउटा केबल समातेर आफूलाई बचाइराख्न सफल भइन्। करिब 21 घण्टासम्म जीवनका लागि संघर्ष गरेपछि नजिकै खेतमा काम गरिरहेका किसानहरूले उनको सहयोगको पुकार सुने। त्यसपछि स्थानीयको सहयोगमा उनको सकुशल उद्धार गरिएको थियो। उद्धारपछि महिलाको उपचार गरिएको र उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ। घटनामा संलग्न आरोपी युवकलाई प्रहरीले पक्राउ गरी अपहरण, लुटपाट तथा ज्यान मार्ने प्रयास सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।